सरकारले एकदमै राम्रो निर्णय गर्दैछ साथीहरू। 15 दिनभित्र एउटा सम्पत्ति छानबिन शुद्धिकरणको एउटा आयोग गठन गरेर अहिले 2048 सालदेखि यता 2048 सालदेखि अहिलेसम्मका उच्च तहमा रहेका नेता, मन्त्री, प्रधानमन्त्री सबैको सम्पत्ति छानबिन हुनेछ। सम्पत्ति छानबिनमा जुन नेताको त्यहाँ सम्पत्ति इलिगल कोरुप्टेड गरेर आपराधिक क्रियाकलाप गरेर भ्रष्टाचार गरेर कमाएकोले सजाय पाउनेछन्। यो साथै पूर्व ऊर्जा मन्त्री दीपक खड्का पनि पक्राउ परिसके आज। यस्तै गरेर अब केपी ओली त पक्रिसके, रमेश लेखकलाई पक्रिसके। अब ठुल्ठुला नेताहरू एकदमै भक्काभक सरकारले पक्रिरहेको छ। अहिले अबको सरकारले भ्रष्टाचारीहरूलाई छोड्नेवाला छैन साथीहरू। त्यसकारण अब देशले अलिकति न्याय पाउने आशा गरेको छ। सम्पूर्ण यातायात कार्यालयमा पनि सीसीटीभी क्यामेरा जडान गर्ने भनेर आदेश दिएको छ। अब देशमा एउटा नयाँ कामको थालनी भइरहेको छ। अरू नेता, अरू मन्त्री, यत्रो सरकार भयो, विगतमा कसैले पनि यस्ता काम गरेका थिएनन्। अबको सरकार एउटा भ्रष्टाचार विरुद्ध लड्दैछ, भ्रष्टाचारीलाई पक्रिँदैछ। अब देशमा केही न केही होला जस्तो छ साथीहरू।